हेलो साथीहरू, आज चाहिँ हामी रातको फ्रेस हावा लिने सँगसँगै यसो नयाँ नौलो ठाउँको घुमघाम गर्न जान लागेको। घुमघाम गर्ने क्रममा हामी चाहिँ भर्खरै ओपनिङ भएको झारखण्डको ओभरब्रिजमा पुग्यो। यहाँ पुग्दा चाहिँ यहाँको माहौल चाहिँ दामी नै थियो। हामी यहाँबाट केही अगाडि बढ्दै गयौँ, अगाडि त दह्रो जाम लागेर हामी त्यहाँबाट फर्कियौँ। फाइनल्ली हामी चाहिँ झारखण्डको मेन रोडमा रहेको न्यू राज स्विट्स एन्ड भेज रेस्टुरेन्टमा आइसकेको छ। यहाँभित्रको कन्डिसन भने यस्तो यस्तो रहेको छ, मान्छे भने चारैतिर प्याकका प्याक। हाम्रो फर्स्ट अर्डर आइसकेको छ। फर्स्ट अर्डर थियो हाम्रो गुलाब जामुन। भाइले भने एकदम स्वादिष्टसँग खाइरहेको थियो भने यहाँ सिसामा रहेको चिजलाई पनि जबरजस्ती तान्न खोजिरहेको थियो। कहाँबाट आउनु यार। मामा दोस्रो अर्डरको लागि मेन्यू हेर्दै हुनुहुन्थ्यो। त्यसै क्रममा फुच्चेल चाहिँ स्ट्र पाइप देखेर स्ट्र पाइप मागेर हैरान पारिदिएर यार। हाम्रो दोस्रो अर्डर पनि आइसकेको छ। दोस्रो अर्डरमा थियो थम्सअप। भाइ चाहिँ थम्सअपको मजा लिँदै थम दिएर यार। यता फेरि फुच्चेलाई के साह्रो हतार भएको यार। थम्सअप र फेन्टालाई एकैसाथ ककटेल बनाएर पिदिएर। हाम्रो तेस्रो अर्डर पनि आइसकेको छ। तेस्रो अर्डरमा रहेको थियो पिज्जा। यता फेरि भाइ सेफ बनेर हैरान गरिदिएर सेफ स्टाइलमा मसला पो हालिदिन्छ यार। ल अब चाहिँ हामी लागौँ पिज्जा खानातिर। मलाई चाहिँ पिज्जाको टेस्ट राम्रै लाग्यो, तर माइजूलाई कस्तो लाग्दैछ माइजू? माइजूलाई पनि पिज्जाको टेस्ट राम्रै लाग्दै थियो भने अब मामालाई कस्तो पिज्जाको टेस्ट? मामालाई चाहिँ पिज्जाको टेस्ट राम्रो लागेन भन्दै हुनुहुन्छ। हाम्रो फुच्चे चाहिँ पिज्जालाई हातमा लिएर खुसी हुँदै खाइदिन सुरु गरिदिएर। अब चाहिँ हाम्रो काम रहेको छ बिल पे। यता पनि हाम्रो खन्चुवा भाइ दुईटा पिज्जा एक्लै खान्छु भनेर एउटा पिज्जा सिद्धाउन नि घिटी भइदिएर। मामाले उताबाट फेरि भाइलाई सजेसन दिँदै हुनुहुन्छ। यता पनि भाइले सोप र मिसिरी खानु भनेर लाग्दै थियो। सोप र मिसिरी त टेबलभरि भइदिएर। हाम्रो चाहिँ खानपिनको कार्य सिद्ध्याएर हामी चाहिँ बाहिर निस्किसकेको छौँ र अब हामी लाग्छौँ है त आइसक्रिम खानको लागि बाटोमा बसेको। भाइ चाहिँ ड्राइभर भइदिएर हामी चाहिँ आइसक्रिम खाइयो र घरतिर लागियो।